अर्का सम्पङलाई यो 87 धाम जाने बाटोबाट हैन हिँडाउँदै र कार्यक्रम स्थलतिर लाँदै गरेको अवस्था यो हाम्रो जिलेमा आजको कार्यक्रमको लागि लाँदै गरेको अवस्था अहिलेको यो हैन। अर्का सम्पङ आएर नेपाली झण्डा पनि हाम्रो दाइले ओडाइदिसक्नु भएको छ। अब लाँदै गरेको अवस्था आनन्दले नअतालिने कोही पनि साथीहरु ल आनन्दले बिस्तारै रिल्याक्सले साथीहरु यतापट्टि बाला साथीहरु थोरै अगाडि बढौँ बिस्तारै बिस्तारै है अझ अलि अगाडि छ थोरै
मिलाइदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। उपस्थिति ढाका काशी के